पत्रकार भनेको कस्तो हो भने सम्पूर्ण नागरिक समाजको आवाज उठाउने, सरकारलाई खबरदारी गर्ने र नागरिक समाजलाई सुसूचित गराउने पेसा भएको हुनाले हामी पत्रकारहरू अहिले सडकमा आउनुको कारण चाहिँ सरकारले सूचनाको पहुँचबाट पत्रकारहरूलाई वञ्चित गरेको अवस्था रहेको छ। हाम्रो जस्तो लोकतान्त्रिक राज्यमा संविधानमा व्यवस्था बसेको छ, संविधानमा अधिकारहरू तर सरकारले सूचनाको पहुँचबाट नै पत्रकारहरूलाई वञ्चित गर्ने र नागरिकलाई सरकारको काम कारबाही पारदर्शी रूपमा सुसूचित गराउने अधिकारबाट वञ्चित गरेको हुनाले हामी अहिले यो आन्दोलन भन्दा पनि खबरदारी हो सरकारलाई। सरकारले त अहिले त पछिल्लो समय न्युजलाई दिएको लिमिटलाई अरूलाई नदिएको, निश्चितलाई चाहिँ सूचना दिन्छ, धेरैलाई दिँदैन भन्ने छ। यो आरोप यथार्थ हो? यो यथार्थ हो, हजुरहरूले पनि देख्न सक्नुहुन्छ। पत्रकारहरू सूचना सङ्कलन गर्नलाई सिंहदरबार र सहज रूपमा छिर्न पाउने र हाम्रा नेता मन्त्रीहरू र नागरिकले हाम्रो सरकारले के गर्दैछ, कस्तो कदम अगाडि लाँदैछ, के काम गर्दैछ भनेर थाहा पाउनको लागि चाहिँ कुनै मन्त्रीले स्ट्याटस देख्छ कि भनेर कुर्नुपर्ने अवस्था छ र ती स्ट्याटसहरू पनि राष्ट्रिय सूचना, राष्ट्रिय समाचारहरू जस्ता हिसाबले आउँदैनन्। एकदमै मान्छेले सामान्य हिसाबले जे मन लाग्यो त्यही बोलेको हिसाबले आउँछन्। सरकारसँग माग चाहिँ तपाईँहरूको 1, 2, 3, 4 के माग लिएर आउँछ? सरकारसँग हाम्रो 1, 2, 3, 4 माग भनेर त हामी अहिलेको सरकारसँग मात्रै होइन, पहिलाको सरकारहरू हुँदाखेरि पनि आन्दोलित नै थियौँ। पत्रकारहरू जहिले पनि सुरक्षाका हिसाबले असुरक्षामा पर्ने, श्रमजीवीका हिसाबले पनि तलब समयमा नपाउने र अरू विभिन्न खाले समस्याहरूबाट गुज्रिरहेका छन् र त्यति बेला पनि हामी आन्दोलित थियौँ। तर अहिले त सरकारले नै विभिन्न कदमहरू समय समयमा चरणमा विभिन्न कदमहरू र निर्णयहरू यस्तो गरेको छ कि हामी सडकमा आउन र सरकारलाई खबरदारी गरिरहन बाध्य छौँ। कस्तो भन्दाखेरि 1, 2, 3 भन्नुभयो हजुरले, एउटा सूचनाको पहुँच हुनु पर्यो। पत्रकारहरूले सूचना लिएर समाचार बनाएर नागरिक समक्ष पस्किने हो। अब सूचनाको पहुँच नै नभएपछि सरकारले गरेका काम कारबाहीको सूचना कसरी समाचार बनाएर नागरिकले अहिले यस्तो सङ्कुचन गराएर चारतिरबाट आक्रमण गरेर नागरिक अधिकारमाथि आक्रमण गरिएको छ, व्यवस्थामाथि खतरा पैदा भएको छ। त्यसकारणले सरकार समयमै सचेत गराउनका लागि पहिला जागरुक हुनुपर्ने इतिहास साक्षी छ। नेपाली पत्रकारिता जहिले पनि यस्ता सङ्कटपूर्ण घडीमा अग्रसरता देखाएर अगाडि बढाएर नागरिकलाई सुसूचित गराएर र अगाडि बढाएको छ र यस्ता नियमन गर्ने काम सरकारको नै हो। यदि अनि त्यो विज्ञापन क्षेत्रमा पनि कतै भ्रष्टाचार भएको छ भने त्यो नियमन गर्ने काम पनि सरकारले हो। पत्रकारले भ्रष्टाचार नियमन गर्न त जाने होइन, पत्रकारले त समाचार लेख्ने हो। अनि पत्रकारहरूको लागि विज्ञापन दिएन भन्ने एजेन्डा भन्नुभयो हजुरले, यसलाई हेर्दा विज्ञापन नदिएको भन्ने जस्तो देखिन्छ। तर यो सरासर पत्रकारिता क्षेत्रको घाँटी निमोट्ने र पत्रकारिता क्षेत्रको मुख बन्द गर्ने कदम थियो। तर खास गरी नि अहिले चाहिँ यो सरकारले के पनि गरिरहेको छ भने पत्रकार महासङ्घको नाउँमा विभिन्न पुराना राजनीतिक दलहरूले चाहिँ पत्रकारहरू चाहिँ मेरो आस्था राख्छ भनेर भर्ती गरिरहेका छन्। त्यसलाई खारेज गर्दै पत्रकारहरूलाई अलिक साइजमा ल्याएको, यसको रिस पोख्न चाहिँ माइती घरमा पुराना दलले पठाएका हुने भनेर आरोप लाग्ने गर्छ क्या तपाईँहरूलाई? यस्तो हो, अब यसरी कहिले पनि हेरिनु हुँदैन। यो एकदमै गलत भाष्य निर्माण गरिँदैछ होइन। अब पार्टी कुन भन्ने हुँदैन, यो वर्ल्ड नै पोलिटिकल पार्टी सिस्टममा चलेको छ होइन। अहिले सरकारमा जानेहरू पनि कुनै न कुनै पार्टीबाटै जानुभएको छ नि त उहाँहरू पनि होइन। उहाँहरूलाई पनि के भन्ने त हामीले, अब उहाँहरू चाहिँ को हो त? पुराना पार्टीहरू जसले हुन्, पुराना पार्टीका मान्छेहरू जसले हुन्, अनि उहाँहरू चाहिँ को हुनु? उहाँहरू पनि पार्टी छ। उहाँहरू अब यस्तो हुँदैन, यो एकदम गलत भाष्य निर्माण गरिएको हो। सत्तामा पुग्नको लागि पुरानो चिजलाई चाहिँ हेपा प्रवृत्ति लिएर नाना थरी भनेर सत्तामा पुगिन्छ, तर आफू को हो भनेर पनि त चिन्नुपर्छ। उहाँहरू जसरी नेपाली नागरिक हुनुहुन्छ, पुराना पार्टीहरू पनि तिनै नेपाली नागरिककै पार्टीहरू, बाहिर अरू कोही कसैको पार्टी हो त? एलियनको पार्टी हो त? नेपाली नागरिकहरूकै पार्टी। एमालेलाई प्रेस चौतारी, काङ्ग्रेसलाई प्रेस युनियन, माओवादीलाई प्रेस सङ्गठन यस्ता चाहिएरै बनाएका हुन्। हुनैपर्छ, त्यहाँ पत्रकार जानै पर्छ भनेर बनाएका हुन् कि किन राखेको? यो एउटा पत्रकार महासङ्घ भए पुग्दैन थियो र? हजुर, पत्रकार महासङ्घमै आबद्ध छौँ हामी साझा एजेन्डामा नै कुरा गर्छौँ। हामीले अहिले कुनै पार्टीगत कुराहरू गरिराखेका छैनौँ। संविधानमा नागरिकको हक
सुनिश्चित गरिएको छ त्यो भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हो। हाम्रो लोकतान्त्रिक देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानमै मौलिक हकको रूपमा व्यवस्था गरिएको छ। यसो हुँदाखेरि हामीले हाम्रो हकलाई सङ्कुचित गरिनु हुँदैन। हामीबाट निर्वाचित भएर गएको हाम्रो सरकारले कम्तीमा संविधानलाई चाहिँ राम्रोसित अध्ययन गरेर नागरिकका हक अधिकार सुनिश्चित गर्नुपर्छ। नागरिकको आवाजलाई बन्द गर्नु हुँदैन मात्रै। योभन्दा अगाडि त के पनि भन्ने उद्घोष भएको छ भने यदि पत्रकारहरूको कुरा सुनेन भने यो देशमा ठुलै युद्ध हुन्छ भनेर पनि पत्रकारहरूले अभिव्यक्ति दिएको सुनिन्छ। खास तपाईँहरू यदि यो सरकारले सुनेन भने त्यो गर्न पनि तयारी भएर लागिरहनु भएको छ के छ? अब यस्तो हो, हामी नागरिकले हाम्रो लागि नै यतिका वर्षसम्म लडेर यो व्यवस्था बनाएको हो। संविधान खालखालमा बन्दैन। धेरै नागरिकहरूको ठुलो बलिदानी पश्चात आजको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र राज्य हामीले प्राप्त गरेका छौँ। यहाँभित्र हामी स्वतन्त्र भएर आरामको सास फेरेर पिसफुल्ली सास फेरेर बाँच्न पाउने अधिकार छ र सरकारले चाहिँ हाम्रा कम्तीमा आधारभूत आवश्यकताहरूमा चाहिँ अङ्कुश नलगाओस्, सङ्कुचन नगरोस् भन्ने नै हामी नागरिकहरूको अपेक्षा रहेको हुन्छ। सीमित शासकहरूका लागि कहिले पनि देश होइन, देश जहिले पनि नागरिकको लागि नै हो।